हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी कुरबानी घट्न गइरहौँ। आज चाहिँ भैँसी दोहेर त्यसलाई चाहिँ आज चाहिँ कुरबानी घट्न थालिसक्यो है। दुध चाहिँ अहिले थोरै छ, त्यो चाहिँ मम्मीले दुध दुधै हुनु आगे दुध दुधै हुनुहुन्छ मम्मीले। यो बाक्लो अखबार बाक्लै भा कतिको मिठो हुन्छ तना यो मिठै हुन्छ। यो चाहिँ मम्मीले खानाको लागि दुध निकाल्दै एक गिलास निकालेर फेरि थप्नुपर्छ। दुध खाएर मोटी हुनु। यो चाहिँ घट्नै सकेको छैन। यो यहाँ मान्छे खल्ला हातेर बसिरहने, यहाँ यता कोही दुध मान्छे अब यति गोडी हाल्ने। किसमिस छ हामी गोडी काटेर चाहिँ यति गोडी हाल्यो है। पहिला किसमिस चाहिँ हालिसक्यो। यो यति हाल्सी मम्मी चलाइ हुनुहुन्छ। चाहिँ बनिसक्यो। अब यो मेरो बिगालै आज चाहिँ कुरबानी घट्न थालिसक्यो है। दुध चाहिँ अहिले थोरै छ, त्यो चाहिँ मम्मीले दुध दुधै हुनुहुन्छ। कुरबानी चाहिँ एकदम मजाले यसलाई चाहिँ 1-2 घन्टा घोट्नुपर्छ। यस्तो गरेर घोटे गर्नुपर्छ। खाना जति मिठो हुन्छ बनाउन झन् त्यति अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ। चाहिँ चलाइ घोटेको गर्नुपर्छ। आगे दुध दुधै हुनुहुन्छ मम्मीले। यो चाहिँ पहिला चाहिँ यो बिहानको दुध हो, बिहानको मात्रै। अहिलेको चाहिँ 2 साँझको दुध बनाएर गर्न लागेको। यो चाहिँ बाक्लो भइसकेको छ दुध। यसलाई चाहिँ जति बाक्लो भयो त्यति मिठो हुन्छ। यसमा चाहिँ अब नरिवल हाल्ने, गोडी हालेर घोटेर किसमिस थोरै खानुपर्छ। हाइपरिन बाक्लो अखबार बाक्लै भा कतिको मिठो हुन्छ तना यो मिठै हुन्छ। पहिला कतिले खाइसकिस्? पहिला 4-5 पटक रहर लाग्छ होइन यस्तो बनाउनु? रात लाग्छ। कति टाइममा हुन्छ अब यो? 1-2 घन्टामा रेडी भइहाल्छ। ठिक छ। यसलाई चाहिँ मजाले घोटेर यसमा चाहिँ अहिले दुध मिसाउनु बाँकी नै छ। यो चाहिँ घट्नै सकेको छैन। यो यहाँ मान्छे खल्ला हातेर बसिरहने, यहाँ यता कोही दुध खाँदै बसेका छन्, कोही मुड हेर्छन्। त्यसरी दुध खाएर मोटो नह मम्मी चाहिँ। ऊ चाहिँ जति जे खाने मोटो त्यत्तिकै मोटो छ। ऊ मान्छे अब यति गोडी हाल्ने। किसमिस छ हामी यो गोडी काटेर हालेर अझै 1 घन्टा अघि चढ्नु पर्छ। यसलाई चाहिँ यसमा चाहिँ यति गोडी हाल्यो है। पहिला किसमिस चाहिँ हालिसक्यो। यो यति हाल्सी मम्मीले चलाइ हुनुहुन्छ। धेरै बेर भयो यो घट्न लागेको। 1 घन्टाभन्दा बढी भइसक्यो। मम्मीले मैले पालो घटिरहँ सुक्दै सुकेन है। धेरै त घटिसक्यो, थोरै मात्रै बाँकी छ। अब 1 घन्टामा सबै सकिन्छ, खाएर पनि सकिन्छ। यो चाहिँ बनिसक्यो। अब यो मेरो बिगालै 2 घन्टा लाएर घोटेर भइसक्यो। यो चाहिँ यति बल्ल भयो है। अब हाम्रो हाल्नुहोस्। खाना जानु कस्तो छ? मिठो कि कुरबानी मिठो न त गुल्लो हुन्छ? कस्तो मिठो छ? कुरबानी कस्तो छ भने सोध्ने त पनि दस दिवस गरे।